यहाँहरु सम्पूर्णलाई हौवा म मिलन राई। आज चाहिँ म किराँत राई संस्कार अनुसार छोरीको बिहेमा के कसरी संस्कार संस्कृति गरिन्छ यसको बारेमा चाहिँ एउटा सानो भिडियो प्रस्तुत गर्न गइरहेको छु। यो भिडियो खोटाङ जिल्लाको लामाखुमा खिचिएको भिडियो हो र तपाईको गाउँठाउँमा पनि छोरीको शुभ विवाह के कसरी सम्पन्न गरिन्छ कमेन्टमा राय सल्लाह सुझावको रूपमा राख्नुहुनेछ भन्ने पूर्ण विश्वासको साथ म यस भिडियोलाई प्रस्तुत गर्न चाहन्छु। शुभ विवाहको दिन बिहानै सम्पूर्ण दाजुभाइहरू उपस्थित हुने चलन रहेको छ र उपस्थित भइसकिसकेपछि गाजी घरले उपस्थित भएको दाजुभाइहरूलाई चाहिँ दिनभरि आवश्यक पर्ने सामग्रीहरू हस्तान्तरण गर्दछ, जसलाई विधिवत रूपमा नै जिम्मेवारी दिने गर्दछ, जसमा आगो, दाउरा, पानी, चामल, नुन, तेल इत्यादि सबै कुरा चाहिँ यहाँनिर चाहिँ गाजी घरले भान्सीहरूलाई दिने गर्दछ। यसलाई विधिवत रूपमा दिनुपर्छ र यसमा दियो पनि हुन्छ, दियो कलश पनि हुन्छ। दियो चाहिँ मूल चुल्हाबाट बाल्नुपर्ने हुन्छ र यसरी मूल चुल्हाबाट दियो कलश बालेर लगिसकेपछि चुल्हामा त्यसैबाट आगो बाल्नुपर्छ र दिनभरि आवश्यक पर्ने मिष्टान होइन आगो त यहाँबाट बाल्नुपर्छ, योबाट यो दियोबाट बाल्ने हो। होइन यहाँ मेगेलबाट सुरु हुन्छ थोरै यो ठिक छ है। हामीले हुन्छ। जन्ती आइसकेपछि सरासरी सिधै गाजी घरमा जान मिल्दैन। उहाँहरूले चाहिँ पहिला नै कलिया दोहोरो कलिया बाँधेको हुन्छ र पहिला नै चाहिँ कलियाकोमा जाने, त्यहाँनिर कलिया रित हुन्छ, कलिया रितलाई राख्ने र कलियाहरूलाई चाहिँ केटी पक्षबाट बेहुलाको कलियाहरूलाई चाहिँ स्वागत गर्ने र रितले नै उहाँहरूलाई चाहिँ यसरी हामी आयौँ है भनेर चाहिँ बेहुला पक्षको कलियाले बेहुली पक्षको कलियालाई राख्ने र त्यसलाई चाहिँ बाँडीचुडी खाने र त्यस पश्चात फेरि त्यहाँको बेहुलीपट्टिको कलियाले बेहुलापट्टिको कलियालाई जाउँ भनिसकिसकेपछि पुनः चाहिँ सबैजना भेला भएर फेरि गाजी घरमा बेहुलीको घरमा जाने, जन्तीलाई लिएर जाने चलन छ। अहिले हामी त्यही नै गरिरहेका छौँ। हामी बाटोमा चाहिँ गाजी घरतर्फ लागिरहेका छौँ।
आदरणीय श्रोताबिन, अहिले चाहिँ हामी गाजी घरमा पुगिसकेको छौँ। अब हामी चाहिँ जन्तीहरूलाई पर्सने तयारीमा छौँ। अब हामी जन्तीहरूलाई पर्सनको लागि गाजी घरबाट आवश्यक सामग्रीहरू लिएर अगाडि बढिरहेको छौँ। दाइने घुम्नुपर्छ है। टिप्पा भाइ बाहिर हिँड न, बाहिर छाता छाता उडा सकिसकेपछि बेहुलालाई चाहिँ बेहुलीको आमा बुवाले टिका लगाइदिने र बाउ माइतीहरूले चाहिँ बेहुलालाई चाहिँ सिँगार पटार गरिदिने चलन रहेको छ। अहिले हामी बेहुलालाई पहिराउने काम गरिरहेका छौँ। हाम्रो संस्कारमा चाहिँ बेहुलालाई सिँगार पटार गरिसकिसकेपछि सबैभन्दा पहिला बेहुलीको आमा र बुवाबाट टिका लगाइदिएर आशीर्वाद प्रदान गरिदिने, गोडा धोइदिने चलन रहिआएको छ। बेहुलाको साथीलाई टोपी दिनु। गर्मीले भुल्नु पुरा हुनुपर्छ तर अलिक टाँसिएन होइन लाने लाने नै भन्ने अलिक कुरा भइसकेको छ गुमाला गुजरलाई यसरी
आमा बुवाबाट आशीर्वाद प्रदान गरिसकिसकेपछि सम्पूर्ण जन्तीहरूलाई बस्नका लागि, आराम गर्नका लागि, खाजा खानका लागि सुमखिमको व्यवस्था गरिएको हुन्छ र अहिले चाहिँ जन्तीहरूलाई सुमखिमसम्म पुर्याउने कार्य भइरहेको छ। बेहुलालाई चाहिँ बाउमाइतीले बोकेर सुमखिमसम्म पुर्याउने संस्कार हाम्रो रहिआएको छ। यसरी सुमखिममा पुर्याइसकिसकेपछि बेहुला पक्ष र बेहुली पक्षको दुवै पक्षको कलिया कुराकानी हुन्छ र बेहुली पक्षको कलियाले बेहुला पक्षको कलियालाई के भन्छ भनेदेखि, ल तपाईँहरूलाई यो सुनको दरबार जिम्मा लगाएका छौँ, यहीँ बस्नुहोला, यहीँ खानुहोला, यसको संरक्षण गर्नुहोला र रीतले तपाईँहरूलाई राखेको हो र तपाईँहरूले छोड्दा पनि रीतले छोड्नुपर्छ। जस्तो जिम्मा लगाएको थियो त्यस्तै नै तपाईँहरूले बुझाउनु पर्नेछ है नाताहरू भनेर जन्ती पक्षलाई बेहुली पक्षको कलियाले सुमखिममा जिम्मेवारी दिने गर्दछ। अब चाहिँ हामी बेहुलालाई भित्र्याउने कार्यक्रम रहेको छ र हामीले चाहिँ बेहुलीको आमाले चाहिँ बेहुलालाई भित्र तान्ने भन्ने हुन्छ। मूल ढोकाबाट विधिवत रूपमा बेहुलालाई भित्र्याउने अथवा तान्ने भन्ने संस्कार रहेको छ। हाम्रो बिहा संस्कारमा चाहिँ धामीको अथवा नछुङको अनिवार्यता हुन्छ। दुईपट्टिको सामै जोड्ने र चुलामा राख्ने र चुलामा निकाल्ने भन्ने महत्त्वपूर्ण कार्य भनेको चाहिँ धामी अथवा मबबाट नै हुन्छ र अहिले त्यही कार्य गरिरहेको छ। र बेहुलापट्टिबाट चाहिँ एउटा नयाँ डबकामा 8 आना पैसा, चोखो जाँड, चोखो रक्सी सहित त्यसमा चाहिँ कुखुराको खुन र त्यसलाई चाहिँ धामीले विधिवत रूपमा चाहिँ काटेर खुनसहित र त्यसको प्वाखसहित चाहिँ पठाएको हुनुपर्छ। यतापट्टि धामीले त्यसलाई मागे गरेर हेर्नुहुन्छ, उताको पठाएको हो किन धामीले विधिवत नगरेको किन भनेर भन्नुहुन्छ। यदि होइन रहेछ भने चाहिँ के कसरी ल्यायो, कसरी किन यसो गर्यो भनेर भन्नुहुन्छ। कतिपय कुराहरूमा त्यसलाई फर्काइदिने चलन र फेरि कुदेर गएर चाहिँ उहाँ उता बेहुलापट्टिको चाहिँ धामीलाई चाहिँ फेरि मागे गरेर ल्याउनु पर्ने परिस्थिति, बाध्यात्मक परिस्थितिहरू पनि बन्छ।
चाहिँ म सेलम दम्बुवा कुकुनम दादा खावा कुकुनम दम्बु सपम कुकुनम दम्बुवा ऋषि म बम चाहिँ म बम कुकुनम दम सेलम दम्बु कुकुनम दम्बुवा यो नयाँ बाटोको हो हजुर नयाँ बाटोको हो तपाईँहरूको यो अस्ति के भनेर पठाएको थियो यहाँ कल्याणले कतिहरूले भनेर पठाउनु भएको के भनेर पठाउनु भयो हजुर के भनेर पठाउनु भयो यसरी चाहिन्छ यस्तो यस्तो चाहिन्छ है भनेर भन्नुभएको थियो होइन यस्तै पुरानो बोकेर ल्याउनु भन्नुभएको थियो हजुर ठिकै छ त्यसो अनि खै त युवा यो तपाईँहरूको मोबाइलले नै लगाएको हो यो हजुर धामीले लगाएको हो धामीले लगाएको खुन छैन त ए बाबा खै कसले को थियो अस्ति म हजुर यहाँ छु ठिकै छ अब उहाँहरूले जे भन्नुभयो त्यति त होइन होइन कहाँ कहाँ त्यसै मलाई त नि अब त्यसै हो दायम्बो चाची मुन्दाको कोनुम्दा सैकु साबु ओ दाया कखिन किन दासु जन्म दासु कोनुम त्यो अब मसला ठिक पारेको त अब त्यसो गर्नु कोनुम दो सैमम्बो कोनुम दायम्बो कोनुम दम चुम चुम कोनुम दा ए कोनुम दा सारी मकुरी मम्बो कोनुम दा सैकु साबुम ओ किम किम दा so macaci kunum da selam da sami munda ko chan kamam kunum da selam namwa ko wachapa nami da chim kunum da ko selam namwa kunum dam ko chimwa kunum da wachapa nami da chim da selam da ko kim da mo macaci munda kunum Saimambo selam kunum saimambo selam dambo ngeda cimam selam dambo kunum hoi पर्छ लगाउनु त्यहाँ पछि अनि बाहिर अब बाहिर अब बाहिर हामी छोरीछोरीले पनि बाहिर होला नि काका
आशीर्वाद दिनुपर्छ मैले किताबै छैन हामीले सुन्ने गरी किताबै छैन दाजुभाइ टिका खुलाउनुहोस् है अनि माउ लिएर दिइहाल्नुपर्छ अब त भयो त टिका हालेर ठिक छ हाम्रो लगन चाहिँ फेरि राख्नु हुँदैन लगन चाहिँ हालेर राख्छ फेरि राम्रो ज्ञानी भएर यतापट्टि राख्नु यतापट्टि लोखन्दास यता लोखन्दासपट्टि म सकेँ म भित्र पनि जान्छु हामी पनि टिका लगाइदिनुपर्छ नि त म बसेर हुँदैन नि त है बाजे बोलाउनु ल ल ल
के हो बेहुलीको बाउलाई एकदम घाँस लाग्नु काम एकदम यहाँ हेर्दैछु अलिक चिसो लागेर बिराम लगाएको होइन भन्छ भनेको त बरु रहर पनि लाग्छ फेरि यो दिन आउँदैन एकदम तर आज अलिक म चाहिँ खोइ मेरो अलिकति भएन क्या टोपी भएन टोपी भएन तर हुन्छ जे भए म हिरो नै हो खोइ के हो र त्यसै त हिरो झन् आज बेहुलीको बा हिरो भइगयो नि हिरो भइगयो नि आज ल पछाउनु है बेहुला जल्दीहरू खाना खान आउनुहोस् है सबैजना जल्दीहरू खाना खान आउनुहोस् है सबैजना लोखण्डमा गएको कि क्या हो लोखण्ड पछाउँदै हिँड्ने त कहाँ पछाउँदै बिहे कार्यक्रम चाहिँ पुऱ्याउन सकिन्छ यहाँ ल झरौँ न अब